हामी अगाडि म बसेँ ल म बसेँ कि पछि यी मान्छे लाइन पाटो छिन्ने कोटा येरा बाबु यी मान्छे लाइन पाटो छिन्ने कोटा येरा बाबु शुभ बिहान साथीहरू स्याङ्जा पुतली बजार नगरपालिका वडा नम्बर 13 आहाले मास्टर भन्ने ठाउँमा चाहिँ अहिले चाहिँ चरहाट जाने बाटो बनाइरहेको छ श्री सतचण्डी मन्दिर जाने बाटो नि बनाइसकेको छ बनाउन अझै बाँकी नै छ ल हाम्रो काम चाहिँ अझै यता सुरु हुँदैछ सहयोगहरू आइरहेको छ यो त जानी हो क्या यसलाई बरु घन एकदम लाउने यो बरु अहिले घन हान्नु पर्दैन कि बलियो हुन्छ कि यो किन गर्ने आमा वहीँ रहेछ त आज कति धेरै हो त नि आज त आमा धेरै छ मान्छे धेरै खनिन्छ धेरै हुनुहुँदैछ खै खै किन नहुने झन् गएर कसिएको हुन्छ खनेको हाला फेरि यसै न हजुर मैले बाटो देखाइदिएको छु यताबाट यसरी जानु भनेर खन्नु खन्नु ल खन्नु खन्नु आयो पछि काम गरियो एउटा ज्वरो त निकाल्दा कमसेकम आऊ त वो त पाम को कुर्ता नि त पाम निकाल्छ हो त बना भिडियो पाम निस्किन्छ त हेर जाने हल्ले नि यार यी मान्छे लाइन पाटो छिन्ने कोटा येरा बाबु मान्छे लाइन पाटो छिन्ने कोटा येरा बाबु बाहिर नगएको नमस्कार दर्शकबिन हजुरहरू हेर्दै हुनुहुन्छ यति बेला ल मनोज नेपाली ब्लग हेर्दै हुनुहुन्छ दर्शकबिनहरू यता हुनुहुन्छ हाम्रो हल्ले खोलाको होनार युवक लाइन पाटो छिन्ने चिन्नु भएको उहाँले हेर्छ र हजुर कोटमा हजुर होनार युवक उहाँ हुनुहुन्छ हाम्रो हल्ले खोलाको आन्टी अध्यक्ष महिला सङ्घको अध्यक्ष होइन हामी आज मिलेर आइरहेका छौँ गरमदान गर्न आइरहेका छौँ खुसी लागेछ दाजुभाइ दिदीबहिनी मिलेर यहाँ यस्तो गरेको देखेर हामीलाई जोस जागर जलेर यसरी आइयो ल धन्यवाद यही हो यो इन्टरभ्यू लिने मान्छे ओ नवीन यस्तो गप्पले गर्ने कि अहिले मलाई ए होइन
ढुङ्गा किन उकाएको दन्त जान्न चाहन्छन् दन्त यति उकाएको बाटो बनाउनु उकाएको ल लुक साइड हेरौँ त ल यता हेर न यता उता देखाउन उता हाम्रो बड्डा हल्ले खोलाको चल्दै बल्दै डन अनि चल्न परेन होइन यसो भन्दिनु त यसो एक दुईटा भन्दैन म बोल्ने मात्रै सब भाग्छ न बड्डा यसो भनिदिनु त यता खाने अर्को हाम्रो विश्वमा भाइहरूको ज्याप छ तर मेरो छैन अरे कस्तो सेक्सन स्टोरी हालेको देख्छु मैले ए आकाश कहिले भाइ हाम्रो दिन अब आउँछ बिस्तारै एकपल्ट हेर ल है गाइस सबैजनाले टक्क हान्दै खान ल बड्डा टक्क हाँडा हान्नु अङ्गलले गणेश मन्दिर टोल विकासको हजुर कार्य आज 40औं दिन भयो आज सफल पनि भयौँ ल्याउनु पारी बाइक आइराखेको छ यता स्कुटी आयो म आफै पनि बाइक मात्र के ल्याउने म पनि बुढो भने ल्याउँछु बुढो स्कुटी भने ल्याउँछु भनेर म आफै पनि कसरी यहाँसम्म ल्याइयो चर्खा आज सकिन्छ हल्ले खोलाबाट 25 जनाको टिम आएको छ शारदा म्याडमको नेतृत्वमा मन्जु राणाको नेतृत्वमा उहाँ आमा समूह हल्ले खोलाको आमा समूहबाट पनि आउनुभएको छ र आज म एकदम पहिले सुरुदेखिको नामावली म लिन्छु हजुरको किनभनेदेखि आज छिटो पढ्छु म त यदि गल्ती भएर यदि कसैमा चाहिँ त्यस्तो भएछ भने पनि म फेरि भोलि सच्याउने गरेर उ गर्छु लामो हुन्छ भिडियो आज मान्छे बढी छन् झन्डै 55 जनाको आसपास छन् आज भने ल हजुरको इन्द्रबहादुर राणा श्री चण्डी खान पुजारी यता पनि देखो क्लियर पुजारी 1100 रुपियाँ लेफ्टेनेन्ट मनबहादुर नेपाली सीता नेपाली 3000 रुपियाँ दिलबहादुर खडी खाने 1000 रुपियाँ र ललित राणा हल्ले खोला 1005 उहाँ यहीँ सहयोगको लागि नै आइराख्नु छ हजुरको शङ्कर केसी सन्तुर केसी 2000 रुपियाँ सियादीबाट 7औं सियादीबाट गुमबहादुर जिटी लामपाटाबाट 1500 रुपियाँ देबु सापकोटा लामपाटाबाट 1500 रुपियाँ कृष्ण बहादुर केसी 7औं हाल बुटोल 1055 रुपियाँ कृष्ण बहादुर केसी हाल बुटोल 1055 रुपियाँ जयनारायण श्रेष्ठ हटिया बलागुच्चौर 5100 रुपियाँ शिवदार मेतर गेसबहादुर जेटी खिमकुमारी जेटी डोलेगमडा रु 11111 रुपियाँ उहाँ 4 दिन काम गरेर जानु हो आएर शिवदार होमबहादुर केसी भुजुङ्गे हाल पोखरा 2100 रुपियाँ मनबहादुर दर्नाल बडा गाउँ राङखोला हाल राङखोला हुनेछ उहाँ 1100 रुपियाँ निर्बल परिवार सुस्मिता परिवार बडा गाउँ हाल लामपाटा 1500 रुपियाँ दीपक थापा सुनिता थापा गुरास्ती 1005 रुपियाँ गोवर्धन जिटी लामपाटा 2500 रुपियाँ मणि राणा हल्ले खोला जम्बो कोकहरू पनि पठाउनु भएको थियो उहाँले 1005 रुपियाँ शत्रुघ्न मल्ल सन्तोषी मल्ल लामपाटा 1555 रुपियाँ सुरज सापकोटा मिना सापकोटा लामपाटा उहाँ साउदी हुन्छ साउदीबाट 2100 रुपियाँ शुभ थापा हल्ले खोला 7औं कालिका पुजारी हुन्छ उहाँले 1105 रुपियाँ सक्षम आमा समूह लामपाटा 5005 रुपियाँ अनिता जेटी बाङसिङ शीतली जेटी बाँरघारी भिरकोट सम्झना जेटी पोखरा टिका जेटी पोखरा मिना जेटी पोखरा डिलु जेटी रामकोश खगी जेटी पोखरा रविना जेटी पोखरा देवी जेटी पुतली बजार लक्ष्मी जेटी पोखरा पवित्र जेटी पोखरा स्वर्गीय पोखरा उहाँहरूले दिदी बहिनी फुपूहरू मिलेर 10,000 रुपियाँ पठाउनु छ स्वर्गीय मिना कुमारी जेटीको सम्झनामा
स्वर्गमा बास होस् भनी उहाँको परिवार श्रीमान टेकबहादुर जेठीले 3000 रुपियाँ प्रदान गर्नुभएको छ। धनबहादुर घरती छेत्री बाट स्वर्गीय हजुरआमा गङ्गा कुमारी छेत्री होला केसी र स्वर्गीय बुवा चन्द्रबहादुर घरती छेत्रीको सम्झनामा उहाँले 3500 पठाउनुभएको छ। प्रकाश जेठी प्रेक्षा जेठी आहाले हाल लामपाटा 10,000 रुपियाँ प्रदान गर्नुभएको छ। टेकबहादुर म सतौँ खरिखानीबाट 1050 रुपियाँ प्रदान गर्नुभएको छ। हनेरी शिवजार मेजर चोपबहादुर राणा लामपाटाबाट 2000 रुपियाँ प्रदान गर्नुभएको छ। अमृता परिवार काउँ डाँडा पोखराबाट 1005 रुपियाँ प्रदान गर्नुभएको छ। निरु कार्की सेवादी सतौँबाट बुवा यमनाथ कोइरालाको सम्झनामा 1105 रुपियाँ प्रदान गर्नुभएको छ। मोहन सोनाम बडागाउँ सौदीबाट 2201 रुपियाँ प्रदान गर्नुभएको छ। वीर बहादुर अधिकारी सतौँ जुकेपानी हाल पोखरा हुनुहुन्छ। उहाँ 1050 रुपियाँ प्रदान गर्नुहुन्छ। नायक शिवपा हर्कबहादुर केसी सतौँ सेवादीबाट 1000 रुपियाँ प्रदान गर्नुहुन्छ। केशव पाण्डे मधेस चनौटाबाट 505 उहाँ 2-3जनाले श्रमदान पनि गरेर जानुभयो। दिनेश जेठी आले 1000 रुपियाँ। शोभा सुवेदी सिक्नेरी 2100 रुपियाँ। स्वर्गीय बुवा जमदार रुद्रबहादुर थापाको स्वर्गीय माता दोय डम्बर कुमारी थापा टीका देवी थापाको सम्झनामा छोरा बुहारी याचु थापा अर्जुन सिंह थापा नरेशजङ थापा इन्द्र कुमार थापाबाट खाजा नास्ताको लागि व्यवस्था गर्नु सरेर 10,005 रुपियाँ प्रदान गर्नुभएको छ। टेकबहादुर केसी आँपबोट ओडारे अहिले चाहिँ पेपरडाली हुनुहुन्छ। उहाँले 2000 रुपियाँ प्रदान गर्नुहुन्छ। सुनिल थापा हाल अस्ट्रेलिया चरखा निवासी हुनुहुन्छ। उहाँले 10,100 रुपियाँ प्रदान गर्नुभएको छ। अनि सुजिता थापा मैया यहीँ हाम्रो चरखा निवासी हुनुहुन्छ। उहाँको माइती 2150 रुपियाँ प्रदान गर्नुहुन्छ। प्रेम थापा गुराँसीबाट 1000 रुपियाँ प्रदान गर्नुहुन्छ। शेरबहादुर राणा सतौँ सोह्रगढबाट 5000 रुपियाँ प्रदान गर्नुहुन्छ। स्वर्गीय मिना श्रीमान टेकबहादुर केसीको सम्झनामा उहाँको श्रीमती नन्दकुमारी केसीले 2000 रुपियाँ प्रदान गर्नुभएको छ। अम्बिका घरती आहाले बाट 1000 रुपियाँ प्रदान गर्नुभएको छ। बमबहादुर गोदार थापा भेडाबाडी हाल पोखरा हुनुहुन्छ। उहाँले 2100 रुपियाँ प्रदान गर्नुहुन्छ। डम्बरसिंह खड्का सेवादीबाट सतौँ सेवादी हाल पोखरा 2100 रुपियाँ प्रदान गर्नुहुन्छ। नरबहादुर राणा हलेखोलाबाट 1100 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँ लगातार अहिले 8-10-12 दिन भयो उहाँ आइ पनि राख्नुभएको छ श्रमदान गर्न। बालचन्द्र थापा हल्लेखोलाबाट 2000 रुपियाँ प्रदान गर्नुभएको छ। स्वर्गीय श्री कमलकान्त अर्यालको सम्झनामा क्यानाडाबाट उहाँको छोरा बन्धु राज अर्यालले बुवा कमलकान्तको सम्झनामा 5625 रुपियाँ प्रदान गर्नुभएको छ। भीमबहादुर थापा जुना थापा गुराँसीबाट 1000 रुपियाँ प्रदान गर्नुभएको छ। सन्तोषी परिवार ध्रुव बडागाउँ हाल लामपाटा 2555 रुपियाँ प्रदान गर्नु छ। सुमन रञ्जना परिवार पोखे हाल दुबईबाट 1105 रुपियाँ प्रदान गर्नु छ। वीरेन्द्र नेपाली बेलबास 1005 रुपियाँ प्रदान गर्नु छ। दीपक थापा हल्लेखोला हाल रोमानिया 5505 प्रदान गर्नु छ। रामेश्वर थापा गुराँसीबाट 1000 रुपियाँ प्रदान गर्नु छ। केशर थापा लक्ष्मी थापा गुराँसीबाट 500 रुपियाँ प्रदान गर्नु छ। खुमबहादुर केसी सतौँ हाल बिरौटाबाट 2105 रुपियाँ प्रदान गर्नु छ। दिपेन्द्र महत स्यादी हाल सौदीबाट उहाँले 2500 रुपियाँ प्रदान गर्नु छ। खुमा सापकोटा लामपाटा 1000 रुपियाँ प्रदान गर्नु छ। वीरबहादुर जेठी इन्जिनियर डुलेगुम्डा बाट 2111 रुपियाँ प्रदान गर्नु छ। आतिश जेठी 2055 रुपियाँ प्रदान गर्नु छ। त्यसै गरी अनिल परिवार बब्लु कोखे हाल चारखुट्टे हुनुहुन्छ। उहाँले 1000 रुपियाँ प्रदान गर्नु छ। धनबहादुर राणा हल्लेखोला 2000 रुपियाँ प्रदान गर्नु छ। उहाँ यहाँ श्रमदानलाई नै आइराख्नु छ। गुप्त बहादुर श्रेष्ठ हटिया डाँडाबारी उहाँले 2500 रुपियाँ प्रदान गर्नु छ। प्रकाश थापा सविता थापा
गुराँसी हाल लामबाट 2000 रुपियाँ प्रदान गर्नुभएको छ। अनि एउटा गोप्य दान भनेर उहाँले चाहिँ खाजा नास्ता चिया नास्ताको लागि भनेर पठाउनु भएको छ। उहाँ चाहिँ जहाँ तक बाहिर हुनुहुन्छ, उहाँले 15,015 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँले मेरो नाम नलिनु होला, त्यो गोप्य राख्नु होला भनेर उहाँले चाहिँ गर्नुभएको छ। हाम्रै 13 नम्बर निवासी हुनुहुन्छ उहाँ। र सिर्जना परिवार 7औं डडेलाबाट 1005 रुपियाँ प्रदान गर्नु छ। स्वर्गीय बुबा जगत बहादुर राणाको सम्झनामा उहाँको छोरा विष्णु बहादुर राणा हल्लेखोलाबाट 1005 रुपियाँ प्रदान गर्नुभएको छ। छोरा मनबहादुर सुनार बडागाउँबाट सुनार बडडाँडाबाट 1100 रुपियाँ प्रदान गर्नुभएको छ। मदन थापा हल्लेखोलाबाट 1005 रुपियाँ प्रदान गर्नुभएको छ। चिनु थापा हल्लेखोलाबाट रु 1010 रुपियाँ प्रदान गर्नुभएको छ। विक्रम राणा 510 रुपियाँ प्रदान गर्नुभएको छ। भक्तबहादुर राणा हल्लेखोलाबाट 1055 रुपियाँ प्रदान गर्नुभएको छ। जानु क्याफे राङखोला हुनुहुन्छ उहाँ, हल्लेखोला निवासी, उहाँले 2005 रुपियाँ प्रदान गर्नुभएको छ। यसरी सहयोगी मनहरू उहाँहरूले हामी भुजुङ्गे गणेश मन्दिर टोल विकासले गरेको कार्यलाई हजुरको मनबाटै लिएर, उहाँको आत्माबाटै चाहिँ लिएर आत्मा नै बाटै चाहिँ हजुरको चाहिँ उहाँहरूले चाहिँ हामीलाई ल सहयोग गर्नुपर्छ, यस्तो चाहिँ कार्य गर्नुभएको रहेछ, हजुरहरू मात्रै के गर्ने, हामी पनि केही सहयोग गर्थ्यौँ भनेर आज हल्लेखोलाबाट करिब 25 जनाको टिम हजुरको आउनुभएको छ। हाम्रो मन्जु राणा आमा समूहकोबाट र हल्लेखोला हाम्रो के अरे स्वाभिमानी होइन, हल्लेखोला स्वाभिमानी आमा समूहको अध्यक्ष हाम्रो मन्जु नि होइन, मन्जु राणा हुनुहुन्छ, उहाँको चाहिँ टिम आउनुभएको छ। अनि हाम्रो शारदा नेपाली हुनुहुन्छ, हाम्रो वडा प्रतिनिधि, वडा नसस, उहाँ पनि हाम्रो चाहिँ उसलाई उहाँको पनि टिमहरू लिएर आज हामीलाई यो सहयोगको लागि एकदम मनैदेखि आत्मीयदेखि उहाँहरू लागेर आउनुभएको छ। आज हामीले चर्खजाको लाइन आज हामीले क्लियर पार्छौँ। अलिकति ढिलो भए पनि 11-12 बजे त पनि हामीले चाहिँ अब यो चौपरीमा आज हामीले ल्याएर चाहिँ छड्छौँ, चौपरी आइसक्यो। यसरी चाहिँ हामीले सहयोगी मनहरू र सहयोगी आमा समूह टोलबाट विदेशबाट सहयोग गर्ने सबैमा मेरो नमन छ। र अनि उहाँ हाम्रो हुनुहुन्छ प्रतिनिधि, वडा प्रतिनिधि हुनुहुन्छ शारदा म्याडम हुनुहुन्छ, उहाँ पनि श्रमदान, म पनि केही श्रमदान गर्छु भनेर उहाँ पनि जुट्नुभएको छ। उहाँ भने अब यसरी चाहिँ हामीले चारैतिर सहयोगी मनहरू, सहयोग गर्ने हामीलाई सबै मिलेर ल हेर्नुहोस् गर्दा के हुँदो रहेछ र ल हेर्नुहोस् आज हामीले बाहेक स्थिति पनि यहाँ हामीले यो के अरे तुरतुरे धारे भन्थ्यो, सबैभन्दा ठुलो पहिरो हजुरको यो 55-56 सालमा गएको पहिरो हो, एकदम ठुलो सुक्खा पहिरो, ठुल्ठुला ढुङ्गाहरू आएर बसेको थियो, त्यो पनि हामीले पार गरेर यसरी अगाडि बढ्दैछौँ हामी। अब यी छुट्टाहरू फाल्दै ल हामीलाई सहयोगी मनहरू जति पनि सहयोग गर्नुहुन्छ उहाँहरूलाई म नमन गरेँ। उहाँहरूबाट चाहिँ हाम्रो ल शारदा म्याडम पनि आउनुहुन्छ केही सहयोगी गर्छु भनेर। नेपाली घरबाट आउने मान्छे नभएर आफू अशक्त भएको कारणले बेलबहादुर नेपालीले पनि 500 रुपियाँ चाहिँ प्रदान गर्नुभएको छ हल्लेखोलाबाट। उहाँ अस्वस्थ हुनुहुन्छ, उहाँलाई हाम्रो जति पनि सहयोगीदाता हुनुहुन्छ उहाँलाई हाम्रो भुजुङ्गे गणेशस्थान मन्दिर, 7औं श्रीचण्डी माई, कालिका माई, शिवालय पशुपतिनाथ, भैरम देवले रक्षा गरून्, उहाँहरूको आँटे टाकेको सबै पुरा होस् भन्दै म यहीँ मेरो आजको भिडियो लामो हुन्छ यही नै अन्त गर्छु। ल हेर्नुहोस् यो यसरी छ हाम्रो टिमहरू आज हेर्नुहोस् सबै साथ दिनुभएको छ। उहाँहरूलाई जति पनि आउनुभएको छ उहाँहरूलाई धन्यवाद दिँदै हवस् म बिदा हुन्छु। हवस्।
कति वर्ष हजुर कता आज औसी हो के अरे हजुरलाई चल्ने छैन अरूलाई नरोक्नु के खाना दिनु किन भोलिलाई भन्नु र आज धेरै नभएर यहाँको जराजरी काँडाहरू सब फाडियो खाना पनि त यस्तो खानु खानु मलाई भनेको होइन होइन सबैलाई सबैजनाले भन्नु खाना पनि त एक तर अर्का खुट्टातिर खान पाइन्छ आज धेरै नभए 20-25 मिनटको भिडियो हुने